गाइज यदि तपाईँले मलाई सोध्नुहुन्छ कि कुशल मल्ल कि गुलसन झा भनेपछि मैले आँखा चिम्लेर कुशल मल्लको नाम लिनेछु गाइज होइन। कुशल मल्ल ल ठिक छ, हामीले क्वालिफायरको कुरा गर्ने भनेपछि कुशल मल्लले उहाँ राम्रो गरेन, गुलसन झाले एकदमै राम्रो खेलेको थियो होइन। जुन सानो सानो पारी उहाँले खेल्नु भएको थियो त्यो एकदमै क्रुसल थियो, त्यसको कारणले हामीले क्वालिफाई पनि गर्ने। तर गाइज त्यसपछि हामीले हेर्ने हो या ठुला म्याचमा हामी कुरा गरौँ भनेपछि जहाँ हामीलाई उहाँको एकदमै धेरै खाँचो हुन्छ होइन म्याच जिताउनुको लागि, त्यो टाइममा चाहिँ हामीले त्यस्तो खेलेको हामीले पाएको छैनौँ गाइज। वर्ल्ड कपको कुरा गर्ने भनेपछि त्यहाँ चाहिँ यदि गुलसन झाले राम्रो हानिदिएको भइदिए भए सायद हामी इङ्ल्यान्डसित जुन म्याच भएको थियो त्यो हामी जित्न सक्थ्यौँ गाइज होइन। तर अब कुरा गरौँ भनेपछि कुशल मल्लको आज जुन तरिकाले होइन, ठिक छ म इन्टरनेसनल म्याच र डोमेस्टिक म्याचलाई म कम्पेयर गर्न चाहँदिनँ, डोमेस्टिक भनेको डोमेस्टिकै हुन्छ। तर कस्तो हुन्छ भनेपछि तपाईँको प्रेसर भनेको त्यही नै हो गाइज, प्रेसर आफ्नो टिमलाई जिताउने नै प्रेसर हो। प्रेसर भनेको त्यही प्रकारको प्रेसर हुन्छ। कुशल मल्लले आफ्नो प्रेसरलाई ह्यान्डल गरेर जुन तरिकाले आज 58 बेलमा 90 बनाउनु भयो एन्ड एकतर्फा भन्नुपर्छ वान म्यान आर्मी आफ्नो टिमलाई जिताउनु भएको छ, त्यसको लागि उहाँको एकदमै तारिफ गर्नुपर्छ। एन्ड मलाई लाग्छ कि कुशल मल्ल र गुलसन झामा एकदमै धेरै कम्पिटिसन अवश्य छ होइन। त्यो नम्बरको लागि मिडल अर्डरमा आएर ब्याटिङ गर्नको लागि मलाई लाग्छ कि होइन दुवै एकदमै दावेदार छन्। तर गाइज अहिलेको टाइममा अहिलेको परिप्रेक्ष्यमा कुशल मल्ल हि इज डुइङ भेरी वेल, फ्याबुलस। अब पिएम कपमा कुरा गरौँ भनेपछि गुलसन झा त्यति राम्रो गरिरहेको छैनन्। त्यही हो गाइज, जसले राम्रो गर्छ त्यसले नै ठाउँ पाउनुपर्छ। बट यस आजको टाइममा हेर्ने भनेपछि कुशल मल्ल इज वे बेटर देन गुलसन झा गाइज।